हेलो साथीहरू, हेलो अस्तिदेखि हामीहरू काम छोडेर धेरै टेन्सन थियो क्या। अब काम कस्तो भेट्छ के भेट्छ धेरै कुरा अब थियो। अनि अब 5 दिन भयो मेरो काम छोडेको। अनि बल्ल आज चाहिँ मैले वासाङ पनि गएको, आनसान पनि गएको, इन्सान पनि गएको, कहीँ काम कहीँ पाइनँ। एक्लै डुल्दा ऊ दाइसँग भेट भयो। अनि हामी दुईजना चाहिँ यता खिम्फोतिर खिम्फोतिर आएको। खिम्फोमा चाहिँ दुईजनाको एउटै कम्पनीमा मेसेज परेछ। अनि यहाँ चाहिँ कम्पनी हेर्न आएँ। अनि कम्पनी त भर्खर आएको। उदाइलाई चाहिँ पियानोदेखि केही खाएको थिएन। यहाँ आएर एउटा के भन्छ त्यो पाङ खाएको, जुस खाएको। अनि त्यसपछि अब कम्पनी गयौँ, हेऱ्यौँ सबै कुरा। सोचे भन्दा त हामीहरूले सोचेको थियौँ कस्तो लाग्यो, हामीहरूलाई मनै थिएन क्या। हामीहरूले यस्तो हुन्छ त्यस्तो हुन्छ। अब त्यही भएर त पनि आएको। कम्पनी चाहिँ राम्रै रहेछ। अब भोलि आउनुपर्ने यहाँ। अनि हामीहरू चाहिँ दुईजनै सँगै एउटै रुम दिएछ। अब सँगै बस्ने र काम गर्ने। अब कस्तो कम्पनी सबै कुरा अब भन्छु अर्को भिडियोमा। हस्, धन्यवाद। तर कम्पनी भेटेछ, राम्रो रहेछ कम्पनी। E7हरू बनाउने रहेछ। नेपाली दाजुहरू पनि रहेछ त्यहाँ। ल फाइनली के धेरै टेन्सन भयो। काम कहीँ पाउँदैन अहिले चाहिँ, तर पायो काम। म पनि त के भन्नु अब। ल हेर्दै गर्नु ल। अब कम्पनी भेटिसक्यो। अब काम गर्छु। काम कस्तो हुनु त्यो पनि पहिलाभन्दा राम्रो छ काम। प्लास्टिक कम्पनी हो। ल अब गएको है हामीहरू। बाई।